यो मुभी हेर्नुभयो? हेर्नु भएको छैन भने अहिले नै गएर तुरुन्त हेरिहाल्नु होला। दिमाग खराब भने युट्युबमा अहिले चाहिँ रिलिज भएको छ, रिसेन्टली रिलिज भएको 2-3 दिन भयो। र अहिलेको जो चुनावको माहौल छ देशमा हैन, त्यसलाई पनि अब त्योसँग पनि रिलेटेड छ यो मुभी चाहिँ। त्यो समयमा चुनावको समयमा एउटा गैर जिम्मेवार व्यक्तिले, एउटा गलत राजनीतिले, एउटा गलत व्यक्तिले कतिसम्म दुःख दिन्छ एउटा साधारण जनतालाई हैन, साधारण व्यक्तिलाई। हाम्रो जीवन आखिर वास्तविक जीवन कस्तो छ के नेपालको हैन, त्यो सबै चिजहरू देख्न मिल्छ त्यो मुभीमा चाहिँ। हामी कुनै पार्टीको झोली होइन कि हैन, हामी बस यति चाहन्छौँ कि देशमा थोरै चेन्ज होस्, भ्रष्टाचार चाहिँ कम होस्। मान्छेहरूले अति गरिसके नेताहरूले हैन, एकदमै पुरै सिस्टमै बिग्रेको छ नेपालको। सो यति चेन्ज मात्रै होस् भन्ने हामी साधारण जनताको चाहिँ त्यो चाहना हो, सबैजनाको, मेरो मात्रै होइन, सबै नेपाली जनताहरूको चाहिँ त्यो चाहना हो। त्यो चाहना चाहिँ यो मुभीमा देख्न सकिन्छ हैन। गएर एकचोटि हेर्नु होला, एकदमै राम्रो बनेको छ। र रिसेन्टली मान्छेहरूले त्यसलाई चाहिँ रिलेटेड गरेको छ। जो रवि लामिछाने, बालेन्द्र शाह, सुदन गुरुङले भर्खरै चेन्ज भएको छ, जेनजी आन्दोलन पछिको जो चेन्जेस भएको छ देशमा, मान्छेहरूले भ्रष्टाचार सहन नसकेर कतिसम्म चाहिँ हैन, भ्रष्टाचारको त्यो सिस्टम फाल्नुलाई कति धेरै दुःख गरेर, कति धेरै सहेर चेन्जेस आउन थालेको छ। सो आफ्नो भोट राइट ठाउँमा हाल्न, राइट पर्सनलाई दिनको लागि चाहिँ एकदमै सोच विचार गरेर मात्रै गर्नु होला। कुनै पार्टीलाई रिकमेन्ड गर्दिनँ, कुनै पनि नेतालाई रिकमेन्ड गर्दिनँ मैले चाहिँ पर्सनल्ली, किनभने यो तपाईँको भोट हो हैन, तपाईँको यो भनेको अधिकार हो। सो तपाईँले विचार गरेर दिनु होला, किनभने अबको चेन्जेस भनेको त्यसै आएको होइन। जेनजीहरूको धेरै रगत बगेर मान्छेहरूले धेरै सेक्रिफाइस गरेर आएको। सो यो मुभी चाहिँ म एकदम हाइली रिकमेन्ड गर्छु, एकचोटि चाहिँ हेर्नु होला है त। थ्याङ्क यू।